यो चाहिँ हाम्रो ड्रोन सुट हुन आँटेको छ अब जस्ट क्यामेरा हेर्नु गरिदिनु मलाई चाहिन्छ माया लाग्दै भयो के भयो हालिदिएर बिचरा त्यो पुरा त्यसलाई उयो भइरहेको छ नि हाम्रो एयरक्राफ्ट चाहिँ आउँदैछ यहाँनिर हाम्रो जस कन्याममा आएर ड्रोन सुट गर्ने इच्छा थियो त्यो चाहिँ पुरा भयो यहाँ विजय दाइले पुरा गर्दै अन्त दाइले बिचारा कति माया लाग्दो भइरहेछ है हाम्रो ड्रोन के भयो त्यो सफा गर्नु बेला भएको हो प्यारो अति नै प्यारो दाजु एकदम ठिक छ ह्यान्डसम हजुर या यु लुकिङ गुड अब केहीमा कम छैन है यहाँनिर ड्रोन छ आज हामीसँग गोप्रो मङ्कुर त्यसबाट चाहिँ मलाई निकाल्नु है मैले किनकि यसलाई रोटेट गरिनँ फोन ल मैले अरू कभर गरेँ कि सबैजना फोटो सुट भइरहेछ यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ हेर्नुहोस् तल आज त चियाबारी नि यतातिर चाहिँ खाली छैन ऊ तलतिर पनि छ परतिर पनि छ हेलमेट त्यतै छोडेछु मैले ओ गोइन गेट हेलमेट छोडेछ फेरि आज यस्तो छ कन्याममा यो परसम्म हो है कन्याम चाहिँ क्वीन अफ इस्टर्न हिमालयस भनेर पनि चिनिन्छ यसलाई चाहिँ अन्त यहाँ हेर्नु कस्तो चिसो भयो यो मन्दिर स्कुल रहेछ एउटा कति रमाइलो जग्गामा नानीहरूलाई पनि पढ्नु कति मजा आउँछ होला यहाँनिर हेर्नुहोस् चिया बगान कतिजना आउनु भएको छैन यो भिडियो तपाईँहरूको लागि आज चाहिँ एकदमै ज्यादा यहाँनिर भिड छ यहाँनिर यो यसलाई नेपालको फ्ल्याग यहाँनिर लगाइएको छ ब्रदर इज बिजी अब हामी चाहिँ यहाँनिर ड्रोन सुटहरू लिइसक्यौँ एकदम छोटो मिठो ड्रोन सुट भएको छ अब चाहिँ हामी ओह्रालो गयौँ है यहाँबाट हाम्रो घुमघाम चाहिँ एकदम सर्ट अनि स्विट भयो गोप्रो चलाउनु थालेँ फेरि कस्तो दामी देखेको कतातिर हो यस्तो भिड रहेछ हौ टन्नै जाउँ कस्तो मजाको देखिरहेछ यो चाहिँ
ड्रोन छ है ड्रोन आज केहीको कमी छैन हामीसँग तर कमी छ नि है छ नि यहाँनिर हामी दुईजना दुईजनालाई कमी छ यहाँ अर्को पालि चाहिँ जोडी जोडी आउनुपर्छ ल दाजुभाइ यसो दिदीबहिनी बोकेर आउनुपर्छ दिदीबहिनी भए चाहिँ पक्कै खानेकुरा पनि के बोक्थ्यो होला होइन त मतलब हुँदैन यहाँनिर घुम्नु पाएन घुम्नु पाएन भइहाल्यो खानु सानो मतलब छैन अब एकछिन पछाडि मात्रै भोक लाग्छ पर पुगेछ तर मैले यहाँबाट अब प्राइमेरी सबलाई मिस गरेँ एकदम धेरै यस्तो छ यहाँनिर चाहिँ रोड साइडमा चाहिँ आज चाहिँ एकदम एकदम अरे होइन आज चाहिँ हामी चाहिँ क्विन अफ स्टोन हिमालयमा चाहिँ हिमालयनमै आएको छौँ है फेरि कहाँ हाम्रो आजको घोडा यही हो यसमै आएको हाम्रो घोडा चाहिँ अब निस्क्यो हामी चाहिँ अब यहाँबाट फिक्कल जाँदैछौँ बिफ मोमो खान